आज म बनाउँदैछु यो सोयाबिनको छोइला। मैले अहिलेसम्म बनाएको छैन, त्यही भएर फर्स्टमा चाहिँ मैले युट्युबमा भिडियो हेरेँ कसरी बनाउने रहेछ भनेर, अनि त्यहाँबाट हेरेर अब ट्राई गर्दैछु। फर्स्टमा चाहिँ मैले यो सोयाबिनलाई थोरै हट वाटरमा डिप गरेर राखेँ, त्यसले चाहिँ अलिक सफ्ट हुन्छ भनेर। त्यसपछि चाहिँ सबै यो ड्राई स्पाइसेसहरू यसमा चाहिँ मैले टिमुर, जिरा, धनियाँ अनि खुर्सानीलाई मजाले एकछिन रोस्ट गरेर त्यसलाई पेस्ट बनाएँ। अनि त्यो सोक गरेको सोयाबिनलाई निकालेर फेरि मैले यो प्यानमा एकछिन रोस्ट गरेँ, अलि रातो रातो हुने म सानो हुँदाखेरि यो सोयाबिनहरू यस्तो राम्रो प्याकेजिङमा आउँथेन कि छुट्टै खुल्लामा आउँथ्यो, अनि त्यो चाहिँ वेट गरेर लिन मिल्थ्यो। अनि मम्मीले मलाई पसल पठाउनु भयो भने लिनको लागि मैले सबै पकेटमा अनि हातमा राख्थेँ कि एक्स्ट्रा खानको लागि। यति मिठो लाग्थ्यो नि त्यति बेला, त्यस्तै काँचो खाँदाखेरि पनि। सानो हुँदाको मेमोरिज आर द बेस्ट डेज। त्यो चाहिँ कहिले फर्केर पनि आउँदैन, केवल हाम्रो चाहिँ माइन्डमा मात्रै भइराखेको हुन्छ। एनिवे गाइज, मैले के हालेको छु हजुरले देखिसक्नु भयो। सबै लास्टमा चाहिँ मैले जानेको थिएँ प्याज अनि लसुन अदुवा सबै राखेर। थ्याङ्क यू सो मच गाइज for watching.